हेलो गाइस नमस्कार वेलकम ब्याक टु माई न्यू ब्लग आफ्टर लङ टाइम। आज मेडिकल जानुपर्ने भयो इमर्जेन्सी। साथीको फोन चाहिँ यस्तो भइसकेको छ होइन, एकदम खराब। डक्टरकोमा लगेर जानुपर्ने। डक्टरकोमा लिएर गएको, डक्टरले भन्छ 3 घन्टा लाग्छ। अनि के गर्नु, फेरि पार्क गयौँ हामी दुई भाइ, दुईजना खालि। पार्क जाँदा चाहिँ अब हुन्छ नि, मर्निङमा चाहिँ अब मान्छे पनि कोही थिएन पार्कमा, हामी दुई भाइ थियौँ अनि अलिअलि मान्छे थियो होइन। तर हुन्छ नि मर्निङमा यस्तो दामी भ्यू क्या पार्कको होइन। योहरू देखेर चाहिँ अब माइन्ड पनि एकदम फ्रेस होइन। अब इन्भाइरोमेन्ट पनि एकदम मतलब इन्जोयफुल, मतलब घाम लागिरहेको थियो टक्कै होइन। एकछिन घामसाम तापेर चाहिँ सो भ्यूको मजा लिँदै मर्निङमा। तर मैले त्यति बेला चाहिँ क्या चियाको मिस गरेँ क्या। चिया भएको भए त झनै दामी हुन्थ्यो, यस्तो फ्रेस हावा हो, यस्तो दामी थियो भ्यू पनि, इन्भाइरोमेन्ट पनि। गाउँ बस्तीहरू डल्लै देख्दै थियो पारिको। अन्त इन्भाइरोमेन्ट चाहिँ यस्तो दामी, मुड नै फ्रेस भइदियो क्या मर्निङको, दामी भइदियो आज फिल होइन। त्यहाँबाट चाहिँ हामी अलिक तल भन्ने साथीलाई त घुम्नु जाउँ भनेको, यहाँ गएको झन् फेरि 360 भ्यू देख्दो रहेछ यहाँबाट हो। तपाईँले पनि देख्नु सक्नुहुन्छ, 360 भ्यू सब देख्दो रहेछ होइन। अन्त त्यहाँबाट यहाँ चाहिँ फेरि दार्जिलिङको टोय ट्रेनको लिक आइपुगेछ कहाँबाट, यहाँ कर्नाटकमा। म त छक्कै पऱ्यो यो लिक देखेर, आधी खाल छ हो। त्यहाँबाट यहाँ जिराफहरूको कत्रो अग्लो, हामीभन्दा पनि अग्लो जिराफ छ। त्यहाँबाट चाहिँ हामी पनि अब निक्लिनुपर्छ, 10:30 भयो भन्नु थाल्यो साथीले, मेरो ड्युटी छ भन्नु थाल्यो। त्यहाँबाट चाहिँ अब हामी चाहिँ उता जिपलाइन गर्ने पनि रहेछ हो। अनि त्यहाँबाट चाहिँ हामी यहाँबाट चाहिँ निक्लिँदैछौँ। यहाँबाट निक्लेर चाहिँ सिधै मोबाइल दोकान गएको, त फेरि मोबाइल बन्नेछ साथीको। त्यहाँबाट चाहिँ हामी फर्क्यौँ। त्यहाँबाट चाहिँ यसरी फर्किँदैछौँ गाइज। ओके, थ्याङ्क यू फर वाचिङ गाइज, किप सपोर्ट। भ्लग राम्रो लाग्यो भने यसरी नै माया साथ सपोर्ट देखाइदिनु होला। थ्याङ्क यू।